यात्रा नगर्नुहोस्, किनकि यस्तो बाढीमा पानी मात्र आउँदैन, सँगै आउँछ ढुङ्गा, माटो, काठ, पुलका टुक्रा र केही सेकेन्डमै बाटो नै बदलिन सक्छ। अहिले विज्ञहरूले यो सामान्य वर्षाका कारण आएको बाढी मात्र नभएको प्रारम्भिक आकलन गरेका छन्। हिम पहिरोले लेन्दै नदी थुनेर अचानक पानीको ठुलो बहाव बनेको हुन सक्ने र हिमताल फुटेको सम्भावना समेत अध्ययन भइरहेको छ। यसको वास्तविक कारणबारे अनुसन्धान जारी छ, तर अहिले हामीले कारणमाथि बहस गर्नुभन्दा पहिला मान्छे बचाउनु पर्छ। आज नेपाललाई दोष होइन, सहयोग चाहिएको छ। आज सामाजिक सञ्जालमा अफवाह फैलाउने होइन, सही सूचना फैलाउने समय हो। र आज हामीले एउटा कुरा बुझ्नुपर्छ, प्राकृतिकले हामीलाई धेरै पटक चेतावनी दिइरहेको छ। पहाडहरू बदलिरहेका छन्, हिमालहरू पग्लिरहेका छन्, मौसमको व्यवहार बदलिरहेको छ र यस्तो आकस्मिक विपद हाम्रो लागि अब केवल समाचार होइन, वास्तविक खतरा पनि बन्दै गइरहेको छ। तर अहिले यी सबै कुरा भन्दा माथि एउटा प्रार्थना छ। जो सम्पर्कविहीन हुनुहुन्छ उहाँहरू सुरक्षित भेट्नुहोस्, जो घाइते हुनुहुन्छ उहाँहरू चाँडै निको हुनुहोस् र जसले आफ्नो मान्छे गुमाउनु भएको छ उहाँहरूलाई यो पीडा सहने शक्ति मिलोस्। भोटे कोसीले आज धेरै कुरा बगाएर लग्यो, तर एउटा कुरा भन्ने बगाउन नदेऊ, हाम्रो मानवता। आज रसुवा रोएको छ, नुवाकोट डराएको छ, धादिङ र चितवन सतर्क छन्, तर पूरा नेपाल उनीहरूको साथमा उभिएको छ। जय नेपाल, ओम शान्ति।